नमस्कार सबैजनालाई। हामी चाहिँ अहिले यो सालुगडाको तोरीबारी भन्ने ठाउँमा बङ्गाल सफारीमा छौँ। हामीले सफारी भिजिट गऱ्यौँ हैन। 5 माइलको गेट यहाँबाट छिरेर सफारी गेट के भन्नुपर्छ ल भन्नु भएको भिडियो ल यो हाम्रो बङ्गाल सफारीको मेन गेट हो, यही मेन इन्ट्रेन्स। अब यहाँबाट चाहिँ हामी जाँदैछौँ अब सफारी भिजिट गर्नलाई है। अनि अब गाइस बाघ भालु सबै हेर्छौँ हामी। जे भन्नु बिस्तारै जाऊ, बिस्तारै गो, बिस्तारै बिस्तारै बिस्तारै। ल ल ल सम्राट 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 ठुलो केटाकेटी र कैला भाइ हाल आर यु आऊ न, तिमी नहेरिकन चिप्ले चाहिँ आऊ न। आयो अहिलेको भन्दा ठुलो रहेछ। फर्स्ट टाइम देख्दैछु गाइस मैले चाहिँ। कोले देख्नु भएको छ कमेन्ट गरिदिनु होला। पानीमा बस्यो, गर्मी भएछ। बाबु देखो कस्तो लागिरहेछ हजुरलाई? बाबु कुछ नहीं होगा, देखो ना। लो यो हामी चितुवा चिता हिन्दीमा चिता भन्छ होइन, नेपालीमा चितुवा, इङ्ग्लिसमा लेओपार्ड। हलिँदैन त हौ। ल म आज सेकेन्ड टाइम बङ्गाल सफारी नै आउँदाखेरि गाडी आएर कता साइड लाग्दिएको नि गाडी आउँदाखेरि। सकिएको छ। नमस्कार सबैजनालाई। हामी चाहिँ अहिले यो सालुगडाको तोरीबारी भन्ने ठाउँमा बङ्गाल सफारीमा छौँ। हामीले सफारी भिजिट गऱ्यौँ होइन। भित्र के देख्नु भयो त? भित्र कस्तो लाग्यो तपाईँलाई? भित्र एकदम रमाइलो लाग्यो होइन। पार्कहरू छ बच्चा बच्ची खेल्ने। अनि सफारी चढेर भनौँ न, भित्र गाडी चढेर सफारी घुम्यौँ। हजुर त्यसमा विभिन्न प्रकारका जनावरहरू हेऱ्यौँ। बाघ, जस्तै बाघ, चितुवा, भालु, हात्ती, मृग, हरिण, अनि के भन्छ गोहीहरू, मजुरहरू सबै। जे होस् तपाईँलाई राम्रो लाग्यो बङ्गाल सफारी? राम्रो लाग्यो। अब जस्तै यो जनावरहरू चाहिँ हामीले मोबाइलमा अथवा टिभी मात्रै देखेको थियो, लाइभ देखाएको थिएन अहिले होइन। लाइभ देख्दा चाहिँ धेरै मजा लाग्यो अनि आनन्द लाग्यो भनौँ न। तपाईँहरू पनि भिजिट गर्नुहोस् अनि हेर्नुहोस्, यहाँको आनन्द उठाउनुहोस्। हुन्छ यो कुन ठाउँमा पर्छ ठक्कै भनिदिनु यो चाहिँ अब के भन्छ सालुगडाको 5 माइल होइन भन्छ होइन, यदि पाँचजना थाहा छ। 5 माइलको गेटकै छिर्दै बङ्गाल सफारी गेटै छ। हजुर यहाँ गेट पनि देख्न सक्नुहुन्छ हजुरहरूले। यसको हाइवे चाहिँ नजिकै यो अगाडिपट्टि हो। त्यो चाहिँ यता तोरीबारी जाने हाइवे भयो। यो चाहिँ मेन गेट है बङ्गाल सफारीको।